गुड मर्निङ एन्ड नमस्ते एभ्रिवान। आज चाहिँ म तपाईहरुसँग एउटा कमन डिजिजको बारेमा कुरा गर्न गइरहेको छु। यहाँ माथि पिक्चरमा देख्नुभएको रोगको नाम हो आप्थस अल्सर, जसलाई हामीले क्यान्कर स्वरूपमा भन्छौँ। तपाईको जीवनमा यो एकचोटि आएको छ र यो आउनेवाला नै छ, तर आजको यो भिडियो हेरेपछि चाहिँ यो आउनु भएन है त। अब सरल कुरा गरौँ, के कारणले हुन्छ आप्थस अल्सर भनेर। हाम्रो शरीरको डिफेन्स मेकानिजम प्राइमरली रेगुलेट गरेको हुन्छ इम्युन सिस्टमले हैन। यदि कुनै कारणवश चाहिँ हाम्रो इम्युन सिस्टम विक भयो भने हामीलाई यस्ता किसिमको रोग लाग्छन् हैन। आजका दिनसम्म यसको एक्ज्याक्ट कारण चाहिँ थाहा छैन, तर यसलाई ट्रिगरिङ गर्ने के फ्याक्टर छन् त्यसको बारेमा सरल कुरा गरौँ है त। एउटा भनेको ओरल इन्जुरी हो, मुखमा चाहिँ के कारणले चोटपटक लाग्यो भने, जस्तो कि टङ बाइट भएर हुन्छ अथवा तपाईले तितमा ब्रेसेस लाउनु भएको छ त्यसले गर्दा म्युकोसल इन्जुरी भएर हुन्छ। अर्को भनेको तपाईको इमोसनल स्ट्रेस भयो, लामो समयदेखि तपाईलाई तनाव भइरहेछ भने। नम्बर 3 मा भयो तपाईलाई डिहाइड्रेसन भएको छ भने, शरीरमा पर्याप्त मात्रामा पानी पुगेन भने यो समस्या हुने भयो। नम्बर 4 मा भनेको हाम्रो शरीरमा सर्टेन भाइटामिनको डेफिसिएन्सी भयो भने, जस्तो कि भाइटामिन B12, फोलेट, आइरन र जिङ्कको डेफिसिएन्सी भयो भने यो समस्या हुने भयो। नम्बर 5 भनेको पुअर ओरल हाइजिन, तपाईको मुखको र दाँतको सरसफाइ राम्रोसँग भएन भने। त्यही भएर बिहान पनि खाना खाएपछि, बेलुका पनि खाना खाएपछि दिनमा 2 चोटि ब्रस गर्नुपर्छ। एभ्री 3 मन्थ्समा ब्रस चेन्ज गर्ने, अनि टाइममा चाहिँ क्लोरोहेक्सिन माउथ वासले चाहिँ मुख खुल्ला गर्नु पर्यो। नम्बर 6 मा भनेको तपाईको हार्मोनल चेन्जेस। प्राय गरेर यो चाहिँ तपाईको महिलाहरुमा देखिन्छ महिनावारीको बेलामा, किनभने महिनावारीको बेलामा चाहिँ हार्मोन फ्लक्चुएट हुन्छ, जसले गर्दा चाहिँ म्युकोसल ब्यारियर चाहिँ विक बनाएर चाहिँ अल्सर हुने समस्या हुन्छ। नम्बर 7 भनेको तपाईको सर्टेन फुडको एलर्जी पनि हुन्छ, त्यो सँगसँगै सेन्सिटिभ हुन्छ, जस्तै नट्स, ग्लुटेन र चकलेटहरुको एलर्जी हो भने त्यसले समस्या हुन्छ। नम्बर 8 मा भनेको कहिलेकाहीँ तपाईलाई सिस्टमिक क्रोनिक डिजिज हुन्छ, जस्तो कि सेलियाक डिजिज, क्रोन्स डिजिज र बेसेस सिन्ड्रोम भन्ने जस्तो क्रोनिक डिजिज हुन्छ। अब यो चीज चाहिँ तपाईको प्राइमरी केयर फिजिशियनले आइडेन्टिफाई गरेर भन्ने कुरा हो, तपाईलाई थाहा हुन्न, तर त्यस्तो पनि त्यो कारण चाहिँ हुन सक्छ। अब तपाईले प्राइमरी यो चीजहरु मोडिफाई गर्ने, भाइटामिन सप्लिमेन्ट लिने, त्यो सँगसँगै तपाईले चाहिँ क्लोरोहेक्सिन माउथ वास गर्ने, त्यति गर्दा नि भएन भने के गर्ने दाजुलाई सम्झिने है त।